आदरणीय दर्शकबिन नमस्कार। माई टिभी विशेषबाट म किरण सत्याल। देशमा अचम्मको राजनीति सुरु भएको छ। व्यापक चर्चाको विषय पनि रहेका छन्। ठुलठुला पार्टीहरू धराशायी भइरहेका अवस्था छन्। यसै सन्दर्भमा यसै सेरोफेरोमा हामीले पर्सा जिल्लाका एक युवा नेतालाई आजको कार्यक्रममा निम्त्याएका छौँ। उहाँ हुनुहुन्छ पखामैनपुर गाउँपालिकाका युवा नेता अखिलेश कुमार शाहजी। स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद तपाईलाई र तपाईँ लगायत यस टेलिभिजनलाई। अखिलेशजी, तपाईँ युवा नेता, भविष्यमा तपाईँले त्यहाँको अध्यक्षमा जित्ने प्लानिङ पनि गर्नु भएको छ। के कारणले एमाले छोड्नु? म 2070 सालदेखि नेकपा एमालेमा विभिन्न जिम्मेवारीमा रहँदै भारतीय जनवर्गीय संगठन पार्टीको मूल जिम्मेवारीमा रही काम गर्दै आएको। त्यहाँ पखामैनपुरमा मैले जिम्मेवारी पाएको लगभग 4 वर्ष भयो थियो गाउँपालिका अध्यक्षको। त्यसपछि 2टा चुनाव मैले गराएँ मेरो नेतृत्वमा। स्थानीय चुनाव 2079 को र 2079 कै प्रतिनिधि सभाको चुनाव। त्यो चुनावमा मैले एकदम मेहनत इमानदारीका साथ काम गर्दै त्यसलाई मैले स्थानीयमा लक्ष्य हासिल नगरे पनि प्रतिनिधि सभामा हामीले लक्ष्य हासिल गरे र जित पनि गराएका हौ पहिले 79 मा। यसपालि त अचम्मै भयो। यसपालि तपाईँ यो के छ भने यो पार्टीभित्रको जस्तो पार्टीभित्र मैले जन सोध्नु तपाईँले जोड्नु भयो कि पार्टी किन छोड्नु हो, त्यो विषय पनि यो सन्दर्भसँग जोडिन्छ। किनभने पार्टीभित्र इमानदारीपूर्वक हामी जस्तो युवाहरूको ठाउँ छैन। चाहे त्यो नेकपा एमाले होस् चाहे जुनसुकै पुरानो दल होस्। यहाँ के छ भने नातावाद, कृपावाद र आर्थिक चलखेलको आधारमा टिकट वितरण गरिन्छ र त्यसलाई पार्टीभित्र ठाउँ पनि समावेश गरिन्छ। त्यस कारणले हामी जस्तो युवाहरू, सक्रिय राजनीतिमा युवाहरू, सामाजिक काममा लागेको युवाहरूले पार्टी छोड्ने गरेको लहरको म मात्रै छोडेको छैन। पर्सा जिल्लामा नेकपा एमालेको दर्जनौं युवाहरू, प्रभावशाली युवाहरू, काम गर्ने युवाहरू, जो राजनीतिक पार्टीको लागि इमानदारीपूर्वक काम गर्छ, दर्जनौं युवाहरूले पार्टी छोडेको तपाईँले रेकर्ड छ। यस्तो अवस्थामा नेकपा एमालेका पर्साका अध्यक्ष विशम्बर शर्माजी संवेदनशील हुनुपर्ने, तर उहाँले फेसबुकको स्टेटसमा के लेख्नु भएको छ? खल्तीमा एमालेको कार्ड बोकेर अन्य पार्टीलाई भोट हाल्नेहरू जिउँदा लासहरू हुन्। के भन्नुहुन्छ? मैले उहाँलाई नेकपा एमाले रहँदा पनि उहाँलाई सम्मान गरेको छु, अहिले पार्टी छोड्दा पनि उहाँलाई सम्मान गर्छु। अब उहाँलाई के लेख्नुभयो, किन लेख्नुभयो, त्यसको जवाब दिनु मैले उचित ठान्दिनँ। तर एउटा कुरा भन्छु, जुन पर्सा जिल्लाको हाई कमान्डहरू हुनुहुन्छ, जिल्ला तहको कमान्ड सम्हाल्नु भएको, उहाँहरूको आफ्नो वाडामा आफ्नो क्षेत्रको अवस्था के छ? नाजुक छ, दयनीय छ। जब मेरै वार्डको र मेरै क्षेत्रको अवस्था नाजुक छ भने उहाँहरूलाई त्यो प्रश्न अरूमाथि गर्नु त्यो लज्जास्पद हो। किनभने धैर्य गुमाउनु भएको उहाँले, म भन्न चाहन्छु तपाईँको टेलिभिजन मार्फतले, उहाँले लगायत हाई कमान्डले नैतिकताको आधारमा उहाँसँग नैतिकता छ भने नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ। मेरो माग पनि छ, उहाँले नैतिकता दिएर माग प्रस्तुत गर्नुपर्छ र युवालाई जो राजनीतिक पार्टीमा सक्रिय भएर लागेको छ, इमानदारीपूर्वक लागेको छ, उहाँहरूले युवालाई चान्स दिनुपर्छ। यहाँ के छ भने टिकटको लागि मात्रै होइन, यहाँ आफूले नमर्नु जेलसम्म, आफूले असक्त नभएसम्म पार्टीको जिम्मेवारी पनि नछोड्ने, टिकट पनि नछोड्ने, त्यो प्रवृत्तिले गर्दाखेरि सक्रिय राजनीतिमा युवाहरू, इमानदारीपूर्वक लागेका युवाहरूले पार्टी छोड्नेको लहरको छ। र पखामैनपुर गाउँपालिकाको सन्दर्भ जोड्छु। म तपाईँले भन्नुभयो कि गाउँपालिका अध्यक्षको तयारी गरेछु। तयारी गर्नु मात्रै होइन, तपाईँ गएर ग्राउन्ड रिपोर्टिङ गर्नुहोस्। हामीहरूसँग पैसा छैन, किनभने हामी कतैबाट गलत काम गरेर, तस्करी गरेर, व्यापार गरेर राजनीतिमा आएको होइन। हामी विगत 12 वर्षदेखि जनताको काम गर्दै सेवा दुःख 24 घण्टामा म 6-7 घण्टा मात्रै सुत्छु। मेरो काम दिन भने 15 घण्टा 16 घण्टा जनताको काम निरन्तर। कसैको प्रहरीमा काम पर्छ, कसैको हस्पिटलमा काम पर्छ, कसैको केही समस्या हुन्छ, गाउँमा झगडा हुन्छ, त्यो मिलाउनेमा व्यस्त हुन्छु। हामीले इन्फर्मेसन पनि पाएका छौँ, तपाईँले आफ्नो गाउँमा राम्रो गर्नु भएको छ, युवाहरू तपाईँसँग खुसी हुनुहुन्छ। यो कुराहरू हामीले चर्चामा आइरहेका सुनेका छौँ। अब तपाईँ नेकपा एमाले छोडेर कुन पार्टीमा जाने? हेर्नु, कुन पार्टीबाट चुनाव लड्ने? सबभन्दा पहिला त जनताको मत नै सबभन्दा ठुलो मत हो। जनताको समर्थन नै सबभन्दा ठुलो हो। मैले नेकपा एमाले त्याग गरेको पार्टीभित्रको आन्तरिक चलखेल, आर्थिक चलखेल, नातावाद, चापलुसी गर्ने हो। कहाँले खुसी गर्नुको हालिमुहाली भएको कारणले नेकपा एमाले छोडेको र अब कहाँ जाने? जसले हाम्रो समाजलाई, हाम्रो मेरो पालिकाको जनतालाई
जुन पार्टीले सम्मान गर्छ, जुन पार्टीले हामीलाई मान सम्मान दिन्छ, जनताले जे भन्छ हामीले अब यो तुरन्त हामी छलफलमा छौँ। हामी अब यो चैत महिनाभरि एकदम पार्टीको जुन छोडेका साथीहरू हुन्छ, जो गाउँको समर्थक हुनुहुन्छ, हामी पार्टीप्रति मप्रति समर्थक हुनुहुन्छ, उहाँहरूको राय सुझाव लिएर उहाँले जहाँ भन्नुहुन्छ, म कुनै पार्टीको चुनाव चिन्ह लिएर मात्रै जित्न सक्दिनँ। पार्टीको चुनाव चिन्ह एउटा उहाँको छापको हिसाबले केही पर्सेन्ट मत खस्छ, तर सबभन्दा ठुलो मत भनेको जनताको मत हुन्छ। मत उहाँको जनताको राय सुझाव अनुसार चल्ने मान्छे हो। म चुनाव लड्न आउँदा पनि मैले गाउँमा भेला गरेँ, एउटा हेर्नुभयो होला तपाईँ मिडियामा शैलेशजी पनि जानुभएको थियो तपाईँको, उहाँ गएर हेर्नुभयो 100-150 जना मैले भेला गरेँ। हरेक गाउँबाट युवाहरू अगुवाहरू बुद्धिजीवीहरू भेला गरेर पार्टीगत होइन फेरि व्यक्तिगत हिसाबले पनि मैले बोलाएर राय सुझाव मागेँ र आफ्नो प्रस्ताव राखेँ। त्यो प्रस्तावमा 100% त्यहाँ उपस्थित भएको साथीहरूले युवाहरूले मलाई समर्थन गर्नुभयो। तपाईँ आउनुहोस्, तपाईँ चुनाव लड्नुहोस्, हामीले आफ्नो ठाउँबाट जति सक्दो सहयोग गर्छौँ र तपाईँलाई जिताउन प्रयत्न गर्छौँ। किन गर्नुभयो भने 2000 विगत मधेस आन्दोलनमा विगत त्यहाँ एउटा गाउँपालिका अध्यक्ष जिते थिए, उनले पनि 5 वर्ष केही गर्न सकेन। त्यस्ता भ्रष्टाचारीहरू भ्रष्टाचार गरेर जसमा लागेर भ्रष्टाचार गरेका मान्छेहरू नेकपामा आएर आज चोखो बन्न खोज्दैछन्। हामी जस्तो युवालाई माइनस गर्न खोजे त्यस्ता भ्रष्टाचारीहरू आएर, त्यो पनि कारण मैले पार्टी छोड्नुको। तपाईँले अब आउँदो स्थानीय चुनावमा पालिकाको अध्यक्षमा लड्ने तयारी गर्नु भएको छ, तपाईँले जित्ने आधारहरू चाहिँ के होला? हेर्नु, जित्ने आधार त मसँग प्रश्न छ। हेर्नु, जनताले एकदम सोचिसकेको छ। जुन अहिलेको मोमेन्ट हेर्नुभयो, जनताले हेर्नु के गर्नु भएको छ तपाईँ? मैले आफ्नो पालिकामा पकहा मनपुर गाउँपालिकामा छोटकरीमा पकहा मनपुर गाउँमा सडक निर्माण गराएको छु, हस्पिटल निर्माण गराएको छु, गरिबहरूलाई आवासको व्यवस्था गराएको छु। त्यो काम मात्रै होइन, सामाजिक कार्य क्षेत्रमा पनि जस्तो ब्लड डोनेसन कार्यक्रम गराउँछु, स्वास्थ्य सिभिल गराएको छु, केही गरिब असहायहरूलाई मैले बिरामीहरूलाई सहयोग गराएको छु। यस्तो धेरै उदाहरणहरू छ। त्यो तपाईँलाई अनुरोध गर्न चाहन्छु, एक दिन मेरो पालिकामा तपाईँहरू आउनुहोस्, ग्राउन्ड रिपोर्टिङ गर्नुहोस्। मैले गरेको योजना आधार मेरो त्यहाँ देखिन्छ। अब अहिले युवाहरू प्राय तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीमा छिरिराखेका छन्, प्रवेश गरिराखेका छन्। किन? नचाहँदै पनि कुनै आधार नदेखिएपछि राष्ट्रपतिले छिरेर ल उनीहरूले देशको लागि केही गर्छन् भन्ने एउटा आशा र विश्वास लिएर छिरिराखेका छन्। तपाईँको पनि आफ्नो दल बल जमात सहित छिर्दै हुनुहुन्छ भन्ने सुने नि। होइन, हेर्नुहोस्, हामी अहिले कुनै दलमा छिरे छैनौँ र छिर्नेवाला तर्खर छैन। मैले भने सिधै भने तपाईँलाई जनमत मेरो पालिकाको जनता बुद्धिजीवी युवाहरूको जुन उहाँहरूको सोच हुन्छ, जहाँ जाने उहाँले आकांक्षा राख्नुहुन्छ, समर्थन गर्नुहुन्छ, त्यसमा जान्छु। किनभने म कुनै दलबाट आएर चुनाव मात्र जित्न सकिँदैन। अहिलेको अवस्था हेर्नुभयो नि, पुराना दलहरू धेरै दिनदेखि लागेको दलहरू एकदम समाप्त भएका छन्, किनभने नयाँ दलहरू आएछन्। त्यस कारणले अरूले मूल्याङ्कन गर्ने पनि राष्ट्रतिर जाने कुरा हल्ला बजारमा धेरै छ। तर राष्ट्रमा गएर मात्रै हुँदैन, राष्ट्रमा टिकट लिन बित्तिकै चुनाव जितिन्छ भनेर स्थानीय चुनावमा हुँदैन। स्थानीय चुनाव भनेको व्यक्ति विशेषको पनि उसले त्यो कस्तो व्यक्ति हो, त्यस व्यक्तिको समाजमा कस्तो लगानी छ, उसको कस्तो छवि छ, उसले समाजको लागि के गरेको छ, त्यो महत्त्व लाग्छ। 80% उम्मेदवार विशेषमा मत खस्छ, 20% पार्टीको अनुसार मत खस्छ। त मैले यतिकै पर्सेन्टेज जोड्दा पनि 80% जसको समर्थन जहाँ हुन्छ त्यहाँ हामी लाग्छौँ र जसले हामीलाई मलाई मेरो पालिकाको जनतालाई विश्वास गरेर सम्मान गर्छ त्यहाँ हामी लाग्छौँ। त्यो छलफलमा अहिले हामी छौँ। अहिले हामी कतै लागेको छैन। अन्तमा तपाईँले मनमा लागेका केही कुराहरू छन् भने जनताहरूमा राखिदिनुहोस्। म पर्सा जिल्लाको पकहा मनपुरको विशेष गरी त्यहाँ म नेतृत्व गरेको कारणले पर्सा जिल्लाको पकहा मनपुर गाउँपालिकाको अगुवा बुद्धिजीवी विद्यार्थी भाइ बहिनी किसानहरू साथीहरू काकाहरूलाई अनुरोध गर्न चाहन्छु, आउने 2084 को स्थानीय निर्वाचनलाई तपाईहरु जुन हिसाबले यसपालि एकदम सोचेर सम्झेर र पुरानो दलहरूले लागेका नेतृत्वले जितेका मन्त्रीहरूले जुन काम गर्न सकेर त्यसको विकल्प खोज्नुभयो, तर मलाई त्यसरी नसोच्नुस्। मैले तपाईहरुको लागि, तपाईको समाजको लागि, तपाईको गाउँको लागि गरेछु। म भन्दा बढी कोही गरेछ काम गर्छ भने उहाँलाई सहयोग गर्नु। यदि उहाँहरूलाई भन्दा बढी मैले काम गर्छु तपाईहरुले एकचोटी ममाथि विश्वास गर्नु, मलाई ठाउँमा पुर्याउनुस् र त्यसपछि हेर्नु पकहा मनपुर गाउँपालिकाको एकदम मुहार फेर्ने म प्रतिबद्धता तपाईहरुसँग गर्न चाहन्छु। यही भन्दै 84 को चुनावमा तपाईहरुको मतको म अपेक्षा गर्छु र अहिले 1 वर्ष बाँकी छ। त्यो 1 वर्ष तपाईहरुले म अखिलेश शाह तपाईहरुको जहाँ आवश्यकता पर्छ त्यो ठाउँमा म एकदम 24 घण्टा तपाईको सेवामा तयारी छु। तर 84 को चुनावमा एकदम सोचे सम्झेर स्थानीय निर्वाचन अहिले हाम्रो पालिका 10 वर्षदेखि अन्धकारमा छ। लगभग 9 वर्ष भयो, दुईटा चुनाव भएको अन्धकारमा छ। कुनै किसिमको विकास 1% विकास शिक्षामा छैन, स्वास्थ्यमा छैन, कृषिमा छैन। त्यो सोचेर कुनै पनि नाताको मेरो
मेरो रिलेसनको मान्छे हो, त्यसले केही खर्च आर्थिक लोभ दिइरहेछ त्योमा नपर्नुहोस्, एकदम सोचेर स्थानीय निर्वाचन गर्नुहोस्। त्यो स्थानीय निर्वाचनमा त हाम्रो पालिकाको मुहार फेरिन्छ। यही भन्दै म सम्पूर्ण जनता आदरणीय जनसमुदायलाई म आफ्नो यही विश्वास लिन्छु कि 84 मा तपाईँहरूले मलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। समय दिनुभयो, धन्यवाद अखिलेशजी। आदरणीय दर्शकवृन्द, तपाईँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया पठाउन नबिर्सनु होला। धन्यवाद, नमस्कार।